नमस्कार दर्शक वृन्दहरू, आजको कथा मैले नै लेखेको अमुक प्रतिभाको अवसान शीर्षकको कथा रहेको छ। यस कथामा एक बलात्कृत नारी पात्रको कथा रहेको छ, जुन नारी पात्र बलात्कृत भएर पनि समाजले उसैलाई दोषी देखाउँछ र एक अमुक प्रतिभाको अवसान हुन्छ। यही सन्दर्भमा मैले यो कथा लेखेको छु। आजको कथा अमुक प्रतिभाको अवसान। 1. आकाशमा उडिरहेको बकुल्लाका बथानतिर एकचोटि हेर्दै अनि आँखा चिम्लिएर सन्तोषको सास फेर्दै चिम्लिएका आँखाका छेउछाउबाट बलिद्र आँसुका धारा छुट्छ। ऊ रुन्छे। आवाज आउँछ जोडले, ए प्रतिभा, तँ यो के गर्न लागिरहेछस्? भिजेका परेलीका ढोका खुल्छे। सुनसान हुन्छ, कोही पनि देख्दैन। केवल टाढा वनबाट कोइलीको आवाज मात्र गुन्जिरहेको हुन्छ। कुहु कुहु सरर हावा बगिरहेको हुन्छ। को बोल्दैछ? कराउँछे। प्रत्युत्तरमा आउँछ, म तेरो अन्तरात्मा हुँ, तेरो हृदयको अन्तर चाहना। चाहना? आँसु पुस्दै रुन्छे स्वरमा। के चाहना? मेरा चाहना त मरिसके। मेरा सबै इच्छा चाहना सकिसके। अब मात्र एउटा सानो इच्छा छ, यो मरे तुल्य शरीरलाई कसरी पार लगाऊ। ऊ भन्दै थिए, यही पहाडबाट फाल हानेर प्राण त्यागौँ कि पासो लगाएर सासको डोरी चुड्याऊ। त मर्ने छैनस्, आवाजले फेरि तरङ्गियो। त मर्दैनस्, उमेर हेर त तेरो। प्राण त्याग गर्ने उमेर हो त यो? के त साँच्चै कमजोर छेस्? प्रतिभाको मुख कालो भयो। आवाजको उत्तर दिने सकस गरेन। अर्को पाइला डाँडाको अन्तिम डिलमा पुग्यो। तल हेर्यो, विशाल छाँगो सँगै नदी विलिन भएको थियो। कामना गर्यो, हे ईश्वर, यो छाँगोको पानी जस्तै मेरो प्राण पनि विलिन भइदियोस्। र अन्तिमचोटि संसारलाई हेर्यो। धित मरुन्जेल हेर्ने उसको चाहना थियो। यसरी नभाग त यो दुनियाँबाट। त कायर कलिने छेस्, कायर। मलाई कायर बनाउने यही दुनियाँ नै होइन? होइन, कायर बनाउने त आफै होस्। तेरो मनले तँलाई भट्काउँदैछ। तेरो मनलाई बसमा राख। बसमा राख्न सक्दिन। म मेरो मनले दुःख पाएकी होइन, यो शरीरले दुःख पाएकी हुँ। यो जवानीले मलाई दुःख दिएको, यो समाजका मान्छेले दुःख दिएका। मान्छे जसको भित्री स्वरूप दानव हो, त्यही दानवहरूदेखि पर जाँदैछु। मेरो दुःखको कारण यो शरीरलाई पार लगाउँदैछु अनि यो कोमल र लोभ लाग्दो शरीरलाई साथ दिने प्राणलाई उडाउँदैछु। म त्याग्दैछु यो सब कुरा। त्याग्दैछेस्? हा हा हा। त भाग्दैछेस्। हेर त कति सुन्दर छ यो संसार। भित्र मनको आँखाले हेर। तेरो आँखामा जालो परेको छ। भित्री मनको इच्छाहरूलाई खोतल। तेरो जिउने कारण बाँकी छ अझै। हात फैलियो, आँखा चिम्लियो। त्यो उनको अन्तिम आँखा चिम्लाई थियो। अब ऊ आकाशमा उडिरहेको चरा जसरी उड्न जाँदै थियो। ऊ पनि बकुल्लाको बथानमै मिसिन चाहन्थे। सायद म पनि बकुल्ला नै भएकी भए हुन्थ्यो, अर्को जुनीमा चराको जुनी लिन पाऊँ। हे भगवान! ए लाटी, त यो सब गर्ने नै भइस छैन? एकचोटि आमा बाको अनुहार त सोच। सोच्दिन, प्रतिभा झर्किएर करायो। दुःख एकचोटि मात्र आउँदैन, भोलिको सुनौलो भविष्य सोच। भत्किसके भविष्य, उत्तर आयो। के प्राण त्यागेर नै समाधान हुन्छ त? एकचोटि समाजसँग लड्ने आँट त गर। मर्ने आँट लड्ने आँटमा परिणत गरेर देखा। समाजसँग लड्नु भनेको केवल आफ्नै मुखमा थुक्नु हो। समाजसँग लड्दा म हरेक दिन हरेक पल मरिरहेकी हुन्छु। यसरी मरे त एकैचोटि खेल नै सकियो नि। एकचोटि सोच त, यस छाँगोबाट खसेर पनि मरिनस् भने, अपाङ्ग भएर बाँच्नु पर्यो भने पानी निलेर भए पनि मरौँला। एकैछिन सम्पूर्ण शान्त हुन्छ।
सरर हावाले प्रतिभाको कपाल बगाइरहेको थियो। उनको खैरो कपाल हावामा तैरिँदै थियो। फैलिएका कोमल हात, विशाल ललाट, सलक्क परेका नाक, गाढा परेली, आँखाको दुवैपट्टिबाट बगिरहेका गाजल, मसिनो ओठ, फुट्ट परेको छाती, मिलेको कम्बर, गुलाबी रङ्गको चिटिक्क परेको कुर्ता सुरुवाल, मिलेका खुट्टा, खुट्टामा सेता रङका चप्पल, डाँडाको डिलमा समयको अन्तिम पल महसुस गर्दै गरेकी उनी जसरी लिङ्गेपिङ लचकाउन जोड बल गरिनु पर्थ्यो त्यसरी नै एक झट्का जमिनमा दिई र जमिनमा खुट्टाको स्पर्श अन्तिम पटक भयो। उनको दुई कोमल खुट्टाहरूले भुइँबाट ठाउँ छोड्यो अनि उनी यो धरतीबाट सदाका लागि बिदा लिइन्। 2. अखबार ठुला ठुला हेडलाइनहरूले भरिएका थिए। फुच्चेदेखि मोटाघाटा पत्रिकाहरूमा एउटै जस्तो देखिने हेडलाइन, बलात्कारको घटना बढ्दै। बलात्कारको समाचार छापेर लाग्थ्यो पत्रिकाहरू पनि आफ्नै बलात्कार गरिरहेछ। ऊ आफ्नो र समाजको घोर बलात्कार गरिरहेछ। ती छापिएका पानाहरू पनि शरमले कहाँ लुकौँ भइरहेको होला। साउजी एउटा पत्रिका पाउँ त? 10 रुपैयाँ पर्छ है। छी, यो समाज के भएको? आज पनि बलात्कारकै समाचार। हुन पनि कस्तो कस्तो घटना, 10 वर्षे बच्चीदेखि 80 वर्षे बुढीसम्म। हे भगवान, साउजीले ललाटमा हात राख्दै भन्यो। घोर कलियुग आयो भाइ, घोर कलियुग। फेरि केटीहरू पनि त त्यस्तै तिग्रा नै देखाउने लुगा लाएर हिँड्नुहुन्छ। त्यस्ता उत्ताउली भएर हिँडेपछि त। बिचैमा साउजी बोल्यो, भने हुन त आफ्नै छोराछोरी पनि नाना थरी टाटे फाटेका लुगा लाउँदै हिँड्छन्। केटाकेटीहरूको यस्तै कामले पनि समाजमा यस्तो अपराध घटेको हो भने म्याक्सिमम केसमा त्यही हो दाइ। अब तिग्रा नाइटो देखाएर हिँड्नुहुन्छ भने भित्र के लायो कस्तो लायो सब देखाउनु पर्छ। त्यही भने यो वार्ताको निष्कर्ष केटीकै कारणले बलात्कार भएको ठहरियो। 3. कक्षामा पढाइ हुँदै थियो। रामकुमार सरले मिठो बोलीमा बच्चाहरूले राखेका सबै प्रश्नहरूको उत्तर दिन्थे। उनी जिल्लाकै उत्कृष्ट शिक्षकको उपाधि पनि पाएका शिक्षक हुन्। कक्षामा तोकिएको पुरा घण्टीको सही सदुपयोग गर्थे। बच्चालाई केही न केही कुरामा अल्मल्याएर सिकाउन उनी खप्पिस थिए। सर, एउटा कुरा सोधौँ? एउटा उटपटाङ केटोले प्रश्न सोध्न हात उठाएको थियो। सधैँ चकचक गर्ने, कहिले प्रश्न नसोध्ने, सोधेको प्रश्नको उत्तर दिन नसक्ने केटो प्रवीणले आज उठेरै प्रश्न सोध्न तम्सिएको देखेर रामकुमार सर खुसी भए। सोध न, प्रश्न सोध्न त राम्रो हो। प्रवीणले अङ्क नाउँदै भन्यो। नकुट्नुहोस् है सर। कुट्दिन बाबा, प्रश्न सोध्दा किन कुट्ने? प्रवीणले सुस्तरी अङ्क नाउँदै सोध्यो। सर, यो बलात्कार भनेको के हो? के बाबाले आमालाई गर्ने पनि बलात्कार हो? कक्षामा गलल हाँसो उठ्यो। रामकुमार सरको मुखको रङ परिवर्तन भयो। उनले कहिले पनि यस्तो प्रश्न विद्यार्थीले गर्लान् भनेर सोचेकै थिएनन्। उनी अलि रिसाएको जस्तो गरेर बोले, पाठको नबुझेको कुरा पो सोध्ने त? मेरो सब्जेक्ट मात्र सोध्ने? यो कुरा हेल्थ टिचरलाई सोध्ने? प्रवीणको कौतूहल तुइयो। उसले यो प्रश्न न हेल्थ टिचरलाई सोध्यो न अरू कसैलाई नै। 4. तैँले नै मारेको होस् मेरो छोरी। सरोजले चोर औँला काजीको छोरातिर तिर्साउँदै करायो। सोफामा बसिरहेको काजी चुप थियो। सँगै बसेको इन्सपेक्टर वागले कागजमा केही लेख्दै थियो। मैले के गरा छोरा? काजीको छोरा रोहन बम्कियो। तिम्रो छोरीको म गोठा लाउँ र? जता जता जान्छे त्यति विचार गर्दै हिँड्ने? तिम्रो छोरी आफ्नै कारणले मर्यो। लेखेकै त्यही रहेछ भाग्यमा। सरोजको रिस मरेको थिएन। साले तैँले नै आँखा गाडेको कारण त्यो मरी। त हत्यारा होस्।
काजी जङ्गिँदै करायो, ए सरोजे, यो मामालाई अस्ति नै मिलेको होइन, अब फेरि के कराउँछ से? तेरी छोली लडेर मरि त यसको के दोष? त्यही त, सरोज बोल्यो, अस्ति ऊ इन्सपेक्टर अङ्कलकै अगाडि मिलाएको होइन, घरको कुरा घरमै भनेर कुरा मिलाएको बिर्सियो। सरोज चुप भयो। ऊ त्यस दिन पनि चुप थियो जुन दिन आफ्नो बलात्कृत छोरीसँगै त्यही कोठामा बसेको थियो। उसको हातमा काजीले 2 लाख थमाउँदै भनेको थियो, हेर सरोज, तँ धेरै हल्ला नगर, तेरो नै बेइज्जत हुन्छ। केटाकेटीहरूको कुरामा धेरै गनगन नगर, आइन्दा हुँदैन। ऊ निराश थियो, तर काजीको कुरा पनि ठिकै थियो। ऊ विवश बाउ थियो। उसँग न त पैसाको लोभ थियो न त व्यभिचार। ऊ घोस्रे मुन्टो लगाएर घर फर्केको थियो। साला मलाई हत्यारा भन्ने, त झन तस्कर होस्, काजीको छोरो करायो। पैसाका लागि छोरीको इज्जत बेच्ने, तस्करी गर्ने तैँले नै मारेको होस् तेरी छोरी। उसको शब्दले सरोजको दुखिरहेको मन टुक्रा टुक्रा भयो। ऊ घुवा घुवा रुन चाहन्थ्यो। ऊ निस्कियो काजीको घरबाट। न्याय खोज्न ऊ कहाँ जाने? न्याय त त्यही बेला खोज्नु पर्थ्यो जब छोरी बलात्कृत भएकी थिए। छोरी त जिउँदो हुन्थे। प्रतिभाको यो बलात्कृत समाचार छापेर कुनै पत्रिकाले शरम गर्नु परेन। प्रतिभाले हत्या गरी आत्महत्या। कसैले अरूको दोष देखेन, मात्र प्रतिभा आफ्नै नालायकपनको दोष देखे। अमुक प्रतिभाको अवसान भयो। यस कथामा समाजमा घट्ने बलात्कार जस्ता जघन्य घटनाको कारण एक समाजमा हेरिने नारी पात्रप्रतिको दृष्टिकोणले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ भन्ने उजागर गर्छ। एउटा विवश बुबा सरोजले आफ्नो बलात्कृत छोरीको न्याय माग्न प्रहरी प्रशासन जाँदा यो घटना उजागर